नेपालको मौसम पूर्वानुमान महाशाखा नेपाल प्रहरी र नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई सुदन गुरुङले दिएको ठाडो निर्देशनबारे अहिले टीका टिप्पणी सुरु भइसकेको छ। स्ट्याटस के हो सुदन गुरुङको? उनी त्यो बैठकमा कसरी गए? उनले त्यो निर्देशन दिने हैसियत कसरी राख्छन्? यो प्रश्न त उठ्छ नि त। अनि त्यहाँ के भने सबै सरकारी कर्मचारीहरूले टुवा परेर सुनेर बसे। उनले सोधेका प्रश्नको उत्तर दिए। ट्रेन कतिवटा छ? यति छ। एम्बुलेन्स कति छ? यति छ। उनी चाहिँ अथोराइज्ड मान्छे हुन् प्रश्न गर्ने। अनि उनलाई उत्तर दिनुपर्ने सरकारी निकाय चाहिँ त्यो जरुरी छ। यो स्वाटले भनेको कुरा सुन्दा त नेपालको आम नागरिकले चाहिँ उच्च पदस्थ व्यक्तिसँग चाहिँ कुरा गर्ने हैसियत नै नराख्दा हुन्छ भन्ने चाहिँ यो मान्छेको आशय रहन्छ। यस्तैको लागि चाहिँ हामीले आन्दोलन गरे हो त। जेनजी आन्दोलन भनेको नै साना साना दबिएका मान्छेले पनि सरकारसँग सजिलै पहुँच राख्न सकुन् भनेर नै जेनजी आन्दोलन भएको हो। अब सरकारसँग कुरा गर्न पनि तिमीहरूलाई लेबी तिरेर चाहिँ सरकारसँग हामी भेट्न जानुपर्ने हो त। र रह्यो सुदन गुरुङसँग कुरो, सुदन गुरुङलाई चाहिँ मौसम र यो नेपालको वातावरण यो सबै कुराहरूसँग उसलाई 10-15 वर्षको चाहिँ अनुभव छ। सुदन गुरुङले चाहिँ नेपालको चाहिँ हरेक कुना कन्दरामा गएर चाहिँ सहयोग राहत वितरण गर्ने गरेको छ। सुदन गुरुङले नेपालमा भूकम्प जाँदाखेरि डोकोमा राहत भनेर चाहिँ एउटा कार्यक्रम नै सञ्चालन गरेको थियो। यो मान्छेले चाहिँ देशको कुना कन्दरामा गएर चाहिँ मानिसको मनोभाव बुझ्ने, के कसरी चाहिँ यो राहत सञ्चालनले कसरी काम गर्छ, कसरी चाहिँ मान्छेलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने कुरा यसलाई पुरै ज्ञान र नलेज छ। त्यही भएर त यो मान्छे उच्च पदस्थ व्यक्तिहरूसँग गएर कुराकानी गर्यो भन्दैमा चाहिँ यो मान्छेको चाहिँ टाउको किन दुखिरहेको छ मैले बुझ्न सकेको छैन। अहिलेको सिनारियो हेर्दा त एकदम राम्रो काम भएको छ नि। विगतको सरकारलाई हेर्ने हो भने विगतको सरकारले भुक्षको नियन्त्रणको लागि केही पनि पहल गरेको थिएन। उल्टै फिजिबिलिटी पुगेन भनेर चाहिँ घरको छानामाथि अड्केका मान्छेहरू पछि बाढीले बगाएर ती मान्छेको निधन भएको थियो। र ओली अमेरिकाको भ्रमण सकेर नेपाल आएर चाहिँ नेपालमा चाहिँ कहाँ कहाँ पहिरो जान्छ र भनेर चाहिँ हामीलाई कसरी थाहा हुन्छ भनेर चाहिँ ठाडो ठाडो कुरा गरिरहेका थिए। अहिलेको सरकारले त कमसेकम जनताको सुरक्षाको लागि धेरै भन्दा धेरै ठुलो कदम चाल्यो नि। त्यो कुरालाई चाहिँ एप्रिसिएट गर्ने कि आलोचना गर्दै बस्ने ल भन्नु त।